हिमाल बिस्तारै टेकेर झर ल। अब पानीमा जाऊ। हुन्छ, सक्छ भने राउन्ड मारे पनि हुन्छ। हिमाल गाह्रो भयो भने है बाबालाई। भाइले नचलाउने, भाइले नचलाउने, भाइले नछ्याप्ने पानीले। भाइले छ्यापियो भने आत्तिन्छ, नत्र आत्तिँदैन। हिमाल पानी खान्छौ तिमीले, त्यसो नगर। Yuk. टर्निङ पर्छ नि त। हिमाल छोरो कता छ? यतातिर टर्निङ गर। हजुर, अब म हजुरलाई दिन्छु अब भाइ आएपछि। पछि आउनु कि फेरि प्र्याक्टिस
तर हिमाल प्रशंसा युवराज 6 फिटको गहिराइमा छन् यति बेला। हस् ल लगाऊ छिटो वारिपारी गर उता चिसो छ। हिमाल तिम्रो 3 महिना हिमाल युवराज र प्रशंसा पारी जाने वारी आउने पारी जाने वारी आउने। उता कम गइरहेछ यता गइरहेछ बढी छ। सायद यताबाट पानी हालिरहेछ के भइरहेछ। हजुरलाई म ट्युब मिलाइदिन्छु। त्यहाँ माथि आउने होइन छोरो। आहा हिमांशु त बल्ल स्विमिङ गर्यो। आहा ग्रेट छोरो यस्तै गरी पारी आउँछ कि। दादालाई नि बोलाइदिउँ हिमाल दादालाई बोलाइदिउँ। उता गइसकिन्छ के अरे। म दादालाई बोलाइदिन्छु दादासित सँगै जान्छु पारी। हात र खुट्टा सँगसँगै फालेर जाऊ के। हेर त यता आऊ ल आऊ छोरो यता आऊ यता आऊ कि। तिमी सकिएन भने मैले हात दिन्छु है। ल आऊ ट्राई गर के। तिमी 4 फिटमा छौ जम्मा ट्राई गर के। ट्राई न आत्ति ट्राई गरौ। भुइँ छोडिदेऊ भुइँ छोडिदिने हो। खुट्टा सिधा हुने। तिमी सुते जस्तो गरी खेल के। नडराउ। त्यस्तै गर्ने हो त्यस्तै गरी हो सिक्ने हो। त्यो चिप्लिन्छ लडिन्छ अनि यहाँ आउन सकिँदैन। हात समातेर बिग्रिन्छ कुरो हात समात्ने होइन। ल जाऊ जाऊ ल जाऊ 3 महिना जाने ल। 1 2 3 गो। ओ हिमांशुले बेस्ट अहिलेसम्मको बेस्ट स्विमर को भन्दा हिमांशु पराजुली बेस्ट स्विमर। वाओ 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 हिमांशु त हिमाललाई जित्दिने भयो। वाओ यस्तो पनि स्विमिङ गर्न सक्नु रहेछ। 6 फिटमा खेलिरहेछ हिमांशु। आहा 6 फिटमा लास्टमा विन गर्यो। पानी नखाए है छोरो। 6 फिटको गहिराइमा हिमांशु युवराज र प्रशंसा स्विमिङ गरिरहेका छन्। हिमांशुले यति बेला 2 राउन्ड हान्दैछ। मैले छोरोलाई घर स्निकर चकलेट गिफ्ट दिँदैछु। वाओ ग्रेट। अझै खेल्ने। ल हेर त हिमांशु तिमीले त हिरोको इन्ट्री लास्टमा हुन्छ के। ए हिमांशुले लास्टमा हिरो
युवराज र प्रशंसा घुमे हुन्छ अर्को राउन्ड आन भाइ आउँदैछ उता फर्किन सक्छौ फर्क्यौ आहा अन्त म नि अचम्म परे हजुर ए खतरा बाँकटे पनि हानिरहेको छ तिमीहरूले त ल ल ल राउन्ड आने अनि त तिमी त हिरोको इन्ट्री लास्टमा हजुर भाइलाई नहान्ने है भाइ छ पछि पछि प्रशंसा भाइ छ पछि पछि हिमांशु यसो पल्ट्यो उल्टो पल्ट्यो त्यही पानी खाएन भने केही पनि हुँदैन डराउनै पर्दैन हिमांशुले 6 फिटको गहिराईमा स्विमिङ गरेर वार पार 6 पटक गरिसक्यो 6 राउन्ड हानिसक्यो उले ब्रेभरी अवार्ड पाउँदैछ फर्स्ट पोजिसनमा छ हिमांशु प्राजुली जित्यो जित्यो हिमांशु विनर हो हिमांशु विनर हो हिमांशु विनर ए दादा हो ल ठीक छ ए खतरा छ हुन्छ ट्युब फुस्काउन हुँदैन है सँगसँगै जानु हुँदैन खुट्टाले लाग्छ युवराज भाइ भाइ पछि छ यता आऊ न तिमी हिमांशुले 7th राउन्ड लगायो 6 फिट गहिराईमा अब साइडमा
तिमीहरू यो साइड भर्खर आउँदैछौ, हिमांशु आएर गएर फेरि आउँदैछ। कस्तो फिल भइरहेछ हिमांशु? कस्तो रमाइलो लागिरहेछ? 6 फिटको गहिराइमा स्विमिङ गर्दा दादा र दिदीसँग तिमीलाई कस्तो अनुभव भइरहेछ? तिमी इन्जोय गरिरहेछौ? अझै खेल्ने कि पुग्यो? अझै खेल्छौ? के भन्यौ? अझै खेल्छौ? हस् हुन्छ खेल। अरूको खुट्टाले लाग्यो भने, पानी खाइयो भने चाहिँ अलिक गाह्रो हुन्छ। ओ हेर त पानीमा तैरिएको फ्लोटिङ इन द वाटर। ल बिस्तारै, भाइले पानी खान्छ, भाइलाई पानीले डिस्टर्ब भयो। राम्रो छ। छोरी यता साइडमा हो। आहा, स्विमिङ पुल त तिम्रो मात्रै भयो छोरो। एमा उता हेर न छोरो, ए उता हेर न।
ट्विन्स हिमाल र हिमांशुको स्विमिङ कम्पिटिसन छ। 6 फिटको गहिराई छ स्विमिङ पुल। भाइले छोडिदियो है बाबु। यसलाई छुने अनि फर्किने उता। ल आयो ल निस्क्यो। हुन्छ भाइलाई हेर यता छिटफेर लडिन्छ फेरि यता न उता बाहिर बस्छ यतै खुट्टा पनि फालेको छ र तपाईँलाई आयो भने भन बाबा छ जुम गरेर खिच्देऊ न हिमालको म त हिमाल तिमी यता उता छिप्लिन्छौ अहिले यहाँ हेर त हिमाल यो मान्छे त खडा रहेछ बहादुर रहेछ सबैभन्दा राम्रो त हिमाल खेल्दो रहेछ त स्विमिङको लहर त अझ बोलेको छ यिनीहरू बोल्दा नि थिए म तिमीलाई रिल्याक्स गरेर खेल भनेको थिएँ नि सबैभन्दा राम्रो हिमाल गुड छ र गुड यतातिर हेर त 6 फिट गहिराइमा खेलेको छ छोरो ल हिमाल 6 फिट गहिराइमा यो हो 6 फिट गहिराई ऊ डराएको छैन उसले हेर त भाइले अलिअलि खुट्टा अलिअलि हात चलाएको छ देख पानी छ्याम पारेको छ छैन बुढी म त 6.8 होइन र यो 5.8 हो म 6 फुट ल हेर त 6 फुटमा खेलेको छ है माने मैले त्यही भएर यसले रहर गर्छ क्या स्विमिङमा आउनाले ए बा म त अचम्मै परेँ भिडियो कस्तो भएको छ हिमांशुले राम्रो स्विमिङ गरेको छ हिमांशुले र हिमालले राम्रो स्विमिङ गरेको छ प्रशंसा युवराज हिमाल र हिमांशुले राम्रो स्विमिङ गरेको छ यति बेला हामी देख्न सक्छौं नडराई आउने आत्तिनु पर्ने केही पनि छैन हजुर उता जाऊ तिमी फर्किऊ एकछिन त्यही बस त्यस्तै नाच्यौ पछाडिबाट जाऊ न
नजाऊ जानु पर्दैन के हजुर म आउँछु प्रशंसा आफ्नो लाइनबाट आऊ तिमी यताको लाइन च्याप्यौ ल ल ठिक छ आऊ ल आऊ 6 फिटको गहिराइमा हिमांशु पनि 6 फिटमा आइसक्यो ल तिमीहरू निस्क्यौ भाइलाई निस्किन दिनुपर्छ भाइ आइसकेछ नत्र भाइ आत्तिन्छ निस्क्यौ तिमीहरू कि भाइलाई पहिला निस्किन्देऊ छ फिटको गहिराई पार गरेर हिमाल प्राजुली माथि आइसकेको छ यति बेला 6 फिटको गहिराइमा हिमाल जाँदैछ जानुस् अब छोडिदेऊ 6 फिटको गहिराइमा प्रशंसा युवराज र हिमाल तपाईं देख्न सक्नुहुन्छ 6 फिट गहिरो छ स्विमिङ पुल ल हेर्नु 6 फिटको गहिराई छ मैले तपाईहरुलाई फिट नै देखाइदिइरहेको छु भाइलाई त्यो ह्यान्डल समाउन दियो भाइ आइरहेछ छ फिट गहिराई छ यो पुल पानी नखाने उता फर्किने अब के हुँदैन जाऊ 6 फिटको गहिराई त हो
हजुर पाइप चाहिँ नचलाउनु ल हेर यहाँ हेर सात केन्द्रको सात फेरि दुई आयो पाइप चाहिँ नचल्नु बस हो ल 6 फिट आयो होइन तिमी पारि पल्लो कुनाबाट यतासम्म आयो होइन छोरी पनि 6 फिटमा आयो होइन त ग्रेट स्विमिङ कस्तो भइरहेछ रमाइलो भइरहेछ ल यताबाट उता जाने तिमी यो यताबाट उता जाने उता भाइ उताबाट यता आउने पानी नखाने युवराज ल छोरी फर्केर यता आऊ छोरी फर्केर यता आउँछ फेरि युवराज फर्केर उता जान्छ धेरै खुट्टा फ्याँक्यो भने थाकिन्छ बिस्तारै बिस्तारै चलाए पनि हुन्छ
ल छोरी तिमी पनि कति राउन्ड हान्यौ फेरि तिमी सक्छौ भने उता जाऊ फेरि भाइ उताबाट यता आउँछ घुम्ने हो कि पानीमा आराम गर्ने भाइ म ठिक छ आराम गर केही छैन प्रशंसा छोरीले 6 फिटको गहिरामा 6 राउन्ड हानिसक्यो वारी र पारी पुरै स्विमिङ पुल 1 राउन्ड मारिसक्यो ल आउँदै हो यता सँगै को आउने फर्स्ट है ल अलिकतिको ग्यापमा आऊ छोरी डुबिया छ त 6 फिटको गहिराइमा तिमीलाई खुट्टा टेकिया छौ त भैँमा युवराज भैँमा टेकिया छौ पानीमा डुबे जस्तो लागिरहेछ हात खुट्टा चलाउन छोरीले त्यो हात खुट्टा चलाउन सिकिसक्यो तिमीले पनि सिकिसक्यौ त्यही लिएर ऊ आनन्दले त्यही ऊ बसिरहेछ सुतिरहेछ देख्यौ तर ट्युब फुस्क्यो भने गाह्रो हुन्छ ट्युब यहाँ कम्मरमा हुनुपर्छ हुन्छ केही हुँदैन जुन सजिलो हुन्छ त्यही गर हुन्छ जस्तो जुन सजिलो हुन्छ त्यसै गर हुन्छ ल 6 फिटको गहिराइमा सुतिरहेछन् त्यसमा पनि ट्युब फुस्काउन हुँदैन त्यति हो यो झन् सजिलो हुन्छ यसरी ल हेर यसमा डुबिँदै डुबिन्न ट्युब फुस्काउन हुँदैन फेरि है हजुर हो त म त्यही मम्मीले जति सक्छ त्यतिसम्म पल्टिन मिल्छ पानीमा खुट्टाले हान्नु त उनीहरूले चल्ला आयो भने फेरि गाह्रो हुन्छ तिमीहरू आज जति पनि स्विमिङ गरिरहेको छ नि गहिराइतिर गरिरहेको छ यो स्विमिङ पुलको सबैभन्दा गहिरो भनेको डेप्थ भनेको 6 फिट हो तिमीहरू पुरै 6 फिटको गहिराइमा स्विमिङ गरिरहेछ त्यो खुट्टा लाग्यो भने त फेरि खेल्न सकिन्न नि
उता कम गहिराइतिर पानी चिसो हुन्छ, बढी गहिराइतिर पानी तातो छ। यता पानी तातो छ। कस्तो लागिरहेछ युवराज स्विमिङ? अझै खेल्ने मन लाग्छ? थकै लागेको छैन? तिमी 6 फिटको गहिराइमा स्विमिङ गरिरहेको छौ, थाहा छ तिमीलाई? उता 3 फिटदेखि सुरु छ। अब प्रशंसा, स्विमिङ कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ? थकै लागे जस्तो भएको छैन? आज भात त 1 कुकर खाइन्छ जस्तो छ नि। स्विमिङ गरेपछि सबैभन्दा धेरै लाग्ने भनेको भोक हो। अब तिमी पानीमा डुबिरहेछौ है। ल 6 फिटको गहिराइमा छोरी मजाले स्विमिङ खेलिरहेछ। तिमी युवराज, तिमी 6 फिटको गहिराइमा डुबिरहेको छैनौ है? तिमी डुबिरहेको छैनौ है? ए मजा आइरहेछ? डुबिन्छ भन्ने लागेको छैन? त्यसैमा तिमी उल्टिन सक्छौ। उल्टो भाउ त फर्लको पल्ट्यौ। नडराइकन ती लगाएर ती। अब यसरी झन् मजा आउँछ। हातबाट ट्युब निकाल्नु भएन। हातबाट अथवा कम्मरबाट ट्युब ननिकाल्ने है। ट्युबले जता पल्टाउँछ, पानीले जता पल्टाउँछ त्यतै पल्टिए पनि हुन्छ। आहा, युवराज कस्तो मजा आइरहेछ? पानीमा नटेकी तैरिरहेछ है। पानी खाने ना मुख बंद करनी हो। दो पानी तो फिर हुआ। अरे हाँ, ये लगाने। खींचे तो वीडियो। उतना बड़ा खींचे ना। गाड़ी बाटा। इतनी सारी गाड़ी छोड़ के छोड़ी। अब त हुन्न होला, गहिरो छ। स्टिलतिर है, हेमै यता अगाडि गएर खिच्छु। यता स्टिलतिर है, स्टिलको बार समाउने है। स्टिलको बार समाउन आऊ है। गहिरो छ नि युवराज, स्टिलको बारसम्म। स्टिलको बार समाउन आऊ। देखिउ, नाच्यो। गाह्रो भयो? ल आऊ। दिदी रेसो दिदी। हेमा, तिमीले यता खिच्दिनु पर्छ नि त। ल। दिदी त गतिलो। जोडले खुट्टा नफाल्ने थाप्छ बिस्तारै। खुट्टा जोडले फाल्यो भने थाप्छ है, बिस्तारै बिस्तारै। थापियो भने टेक्ने होइन, त्यही खुट्टा छोडेपछि तैरिन्छ। चलो सुन, थाक्यो भने बिस्तारै गएर तैरिन्छ। ढुक्क रिल्याक्स डुबिन्छ भन्ने कुरो मामै छैन। ऊ त्यस्तै गर्ने, थाकियो भने त्यस्तै गर्ने। सिनार खाल्न पनि जान्छ, तर यहाँ नथुक्नु। ऊ जिग्री गरेछ त। तिमी गरिछौ त, बेस्ट हो। खुट्टा जोड्दैन फाला। फाल्यो भने त्यहाँ पुगेर थाक्छौ तिमी। अलि यता अलि खिच्ने कि पानी यसरी अलिअलि खिच्ने। अलिअलि खिच्ने।
यता हेर यसरी खिच्दाखेरि अगाडि तानिन्छ नि यसरी ताने नि हुन्छ यसरी तानेर पानी होइन खिचाइ नमिलेर ल जाऊ पछाडि जाने नि तिमी अलिअलि खिच्ने यस्तो नभए यस्तो गरेर तिमीले खिचिन्छौ यता देखाइछौ घाम भयो म आइरहेको छु पछाडि कराउनु परेन हेरेर खिच्यो न पोखरी सबै आउने गरी हेर त यिनीहरू केले डुब्दैनौ तिमीहरू लगेर म यहाँ डुब्दैन आसिनु पर्दैन आत्तियो भने डुबिन्छ है आत्तियो भने छोडिदियो कि आफू त यसो अलिअलि तिमीले त त्यही कस्ट लगाएर रिङ लगाएर त्यही बस्ने भइयो हजुर पुरै भ्यू आहा पुरै आहा लजाऊ अब अन्डीले खिचिरहेको लजाऊ उता स्टिलतिर जाने म पनि आउँछु तिमीसित ल आइरहेको छ है मैले के गरिरहेको छु एकचोटि सास लिन्छु एकछिन थुन्छु के अनि छोडिदिन्छु छोराछोरी अब एकछिन आराम गर्ने माथि गएर भिडियो हेर्नु तिमीले ग्रेट गर्यो ग्रेट चिप्लिन्छ यहाँ चिप्लेर उड्क्यो भने लडिन्छ फेरि अझै हावा छ बिस्तारै आत्तिनु पर्ने खुट्टा नफसाउने है यो त गहिरो तिम्रो त डुब्छ यहाँ त 6 फिट हो आमा उता बस्नु त्यो हजुर तिमी खेल्दै गएर बनाएर अङ्कलले दिनुहुन्छ जाऊ लहरी हजुर त्यसरी डुबिन्छ त्यसरी डुबिन्छ हुन्छ
रातो भयो नि त मेरो हजुर बाबुले दिन् त्यो त्यो बाबुले दियो हेरेको छैन हेरेको छैन हजुर हो र हजुर डुब डुब अलिअलि खुट्टा पनि चलाऊ है हात र खुट्टा अलिअलि चलाइदिए पुग्छ हजुर ए अलिअलि कोतार छ होला अहिले पालैसँग हजुर युवराज गुड प्र्याक्टिस त्यस्तै हो हात र खुट्टा सँगसँगै हो त्यस्तै हो हात र खुट्टा बिस्तारै बिस्तारै चलाउनु पर्छ प्रशंसा अलिअलि खुट्टा पनि चलाइदेऊ डुबिँदैन नडराऊ तिमी दुई भाइ जाँदैनौ खेल्दैनौ हेर्न आएको चिसो हिमांशु पनि राम्रो स्विमिङ गरिरहेछ हिमाल पनि राम्रो अहिले चारै बहिना राम्रो स्विमिङमा छौ है तिमीहरू त्यस्तै हो
जाडो भइरहेको निमोनिया भयो भने त्यसरी झन् सजिलो हुन्छ यसरी झन् सजिलो हुन्छ ल त्यस्तै पल्टेर जाऊ लैजा ल यो अन्डरवेयर त्यहाँ राख यो तिम्रो कस्टम त्यहाँ बस हजुर हुन्छ सीधा हातमा आँखा सीधा अनि खुट्टाले चालेर धेरै गहिरोतिर नपठाउनु के घाममा बस्नु छोरो जाडो भयो यहाँ त उतैतिर खेल्न पर्थ्यो तिमी यता नगएर त्यता जाऊ कि त्यता गहिरो छैन नि त पानी चिसो छ र धेरै दिन गर्न म सक्दिनँ पानी चिसो नहुने जति बेर गर्न सकिन्छ अर्को पोजिसन है मैले दुईटा चक्कल माडी बस्छु म पानीमा ल है म पानीमा चक्कल माडी बस्छु है होइन लिएर मैले नाथुने खाइन है लिएर पानी चाहिँ चिसो छ कि त्यो हिमांशलाई त्यही बस्न ल्याउनु आएको म यता छु नलैजानु म गएको छैन 6 फिट जग्गामा 6 फिट भनेको उनीहरू डुबिहाल्छन् नि यता तातो छ पानी त्यता साइडबाट चिसो यता तातो छ म 6.8 हैन यता पानी तातो तातो आइरहेको छ ल हेर म यहाँ सिधा उभिन्छु है हेर ल हेर देखिन मलाई म उभिएछु यता चिसो हुन्छ यता चिसो हुन्छ क्या ल हेर म खुट्टाले देखेँ छैन जम्प गर यस्तो पनि स्विमिङ गर्न आउने कस्ट्युम लगाएर मात्रै बस्ने पानीमा चोभिएर
बाबालाई स्विमिङ गर्न जाऊँ भनेको यही हो हात नसाले जस्तो त्यस्तै त्यस्तो तैरिनु सिक जो खेला उतातिर खेला जाऊ पठाइयो भने हेर तँ दिदी जस्तै गरेर जोड्ने लागि थाकिन्छ बिस्तारै के यता हात र खुट्टा यता हेर अब मलाई है मैले एउटा हात र खुट्टा सँगसँगै गरेर माथि सबै लिन्छ जाडो भयो कपडा लाउँछु अघि खेल्नु कि कपडा लाउनु ताप्न दिनु झोला कहाँ छ र मलाई थाहा छैन मलाई स्विमिङ गर्ने मान्छेको त अब कस्ट्युम लगाएर बाहिर छोड़ दियो छोड़ हात छोड़ हात खुट्टा छोड़ दियो ल के मलाई समाति बेला के एकछिन गरेर खुट्टा पनि खाला खुट्टा नि खाला ल म यही समाइदिन्छु ल अलिक खुट्टा नि चलाऊ है यी के ल चलाऊ कि खुट्टा खुट्टा यस्तो खेलिरहेको छ भाइ के किन्नु भइमा ल हिमाल त पर्दा उल्टे कस्तो कस्तो खेलिरहेको थियो त अहिले सकिन के भयो हावा पुस्थ्यो हालत खराब भयो टाइमै सक्यो प्रशंसा दिदी जानिसक्यो खेल्न अलिअलि हात होइन यस्तो बोर्डको पोइन्ट न्युले पन्छाउँछ नि हात